व्हाट्सअप गाइज, आज हामी चाहिँ आएको छु इन्स्पिरेसन लेकमा। अनि यो चाहिँ हो इन्स्पिरेसन लेक। यो चाहिँ इन्स्पिरेसन लेक हो। आजको हिरोइनहरू चाहिँ यहाँ हुनुहुन्छ। नमस्ते भन्। म चाहिँ संस्कारी भन्न। अनि अर्को चाहिँ लिम्बुनी। त्यो छोड्न त्यहाँ बोल न। तो भन बोल। म चाहिँ लिम्बुनी पर्यो। लिम्बु काट्छु सेवारो। नमस्ते सेवारो सेवाने। म चाहिँ राइनी। अनि यो ग्रुपको चाहिँ म्यानेजरै म चाहिँ। अनि त्यसपछाडि चाहिँ हामी तल त्यो समुद्रपट्टि गयो, खोलापट्टि। त्यहाँ चाहिँ यस्तो दामी माछाहरू, कलरफुल माछाहरू, यस्तो मजाको। अनि यहाँ चाहिँ कछुवा पनि रहेछ। हामीले चाहिँ मजा गरिरहेको थियो, मजा आइरहेको थियो। अनि यहाँ चाहिँ यस्तो पार्कहरू पनि रहेछ, फोटोहरू खिच्नु, पिकनिक स्पट टाइपको रहेछ। अनि त्यस पछाडि चाहिँ हामीले ग्रुपिङ फोटोहरू लियो। हामी 4-5 जना गएको थियौँ। हामीले ग्रुपको फोटोहरू लियो। अनि यहाँ चाहिँ आजको चाहिँ एकदमै दामी मौसम, हामीलाई चाहिँ मौसमले पनि साथ दिइरहेको थियो। यहाँ देख्नु सक्नुहुनेछ तपाईँले आजको नजारा एकदमै दामी। यदि तपाईँहरू पनि हङकङमा हुनुहुन्छ भनेदेखि चाहिँ आउनुहोला यो जग्गामा। यो जग्गाको मजा लिनुहोस्, घुम्नुहोस्। यो जग्गा चाहिँ एकदमै मन पर्यो मलाई चाहिँ। यो चाहिँ अब घुम्नुको लागि चाहिँ राम्रो गार्डनहरू, पार्कहरू रहेछ हैन। अन्त खोला पनि यस्तो सफा, यस्तो दामी। अरू त त्यहाँको माछाहरू, कछुवा यहाँ हेर्नुहोस् न, यस्तो दामी दामी कछुवा माछाहरू। मजा गरिरहेको थियो हामीले। अनि यहाँनिर फाउन्टेन पनि छ, तपाईँहरूले देख्न सक्नुहुनेछ, वाटर फाउन्टेन। अनि यो लेक देखेर चाहिँ नि मलाई मिरिकको याद आयो नि। पहिला एकपल्ट गएको थिएँ मिरिक झिलको याद आयो। वाह, दामी दामी लाग्यो मलाई चाहिँ। साथीहरू यहाँ हेर्नु है, इन्स्पिरेसन लेकमा चाहिँ कत्रो माछा। ओ माई गड, वाउ, दामी हौ दामी।